नमस्ते तपाईहरु आजको भ्लगमा एकदम स्वागत हो हैन। आज फेरि चर्चमा लगाइदिएको हैन कलेजमा, किन भन्दाखेरि चाहिँ घाम धेरै भएको आँखालाई, अनि त्यो भएर आज चाहिँ हाम्रो कलेज देख्न सक्नुहुन्छ यस्तो छ। आज चाहिँ भनेको कार्यक्रम वृक्षारोपण कार्यक्रम छ हैन। त्यो भएपछि हामी अब यहाँ अहिले क्लास भएको छैन नि त, त्यो भएपछि अब साथीहरु यसो छ हाम्रो पूजन साथी, आज दुईजना चाहिँ आएन। हाम्रो कलेज चाहिँ यहाँ उयो 9 नम्बरमा छ, हाम्रो कोठा छ, बबाल छ ल है। सो अनि के भन्न चाहन्छु भन्दा आज चाहिँ हाम्रो कलेजमा के पो छ वृक्षारोपण कार्यक्रम छ हैन। त्यसकै लागि हामी तयारीको लागि अब यसो हेर्नु होला। हाम्रो अहिले चाहिँ घाम लागेर दामी देखेको छ। अब यता हाम्रो अर्को साथी पनि हुनुहुन्छ, सेकेन्ड इयरमा पढ्ने दाइ पनि हुनुहुन्छ हैन। बेइज्जती गर्ने कार्यक्रमहरु बन्द ल ठिक छ, हाम्रो कलेज चाहिँ यस्तै हो ल साथीहरु, देख्न सक्नुहुन्छ। आफ्टर लङ टाइम आज भ्लग बनाउँदैछु हैन। खासै बोलेकै आउँदैन हैन, नबनाएको नि वर्षै पुगिसक्यो जस्तो लागेको छ मलाई त। नभए यहाँको त पटक बनाएको मान्छे त हामी। जो साझा खास विद्यार्थी नि छैन, शुक्रबार भएर नयाँ हुनुहुन्छ भने यसो सब्सक्राइब हानिदिनु होला है। पुरानोले यसो कमेन्ट पनि हान्नु होला के हैन त। आज हाम्रो अहिले देखाउनु सब है। टक्क केटाहरू अगाडि देख्न सक्नुहुन्छ हाम्रो हैन, 4-5 जनाहरू छ। अब हामी भनेको चाहिँ बिरुवा रोप्नलाई गएको हैन। तपाईहरु अब भिडियो लास्टसम्म हेर्दै गर्नु होला। केटाहरू यहाँ हेलो गर्दै हाम्रो ब्लगमा हेलो। यता हाम्रो साथीहरू बीबीएस को साथीहरू हैन। वृक्षारोपण गरौँ, हाम्रो किन हेपेको साथी, वातावरण संरक्षण गरौँ, सफा बनाऊँ हो भन्ने एउटा नाराको साथ हामी अगाडि बढ्दै छौँ। अलि छोड्यो छैन। हाम्रो ब्लगमा उहाँ पनि आइसक्नु भएको छ। अनि तपाईँ सन्चै हुनुहुन्छ एकदम? ए ल अब हामी त्यहाँ पर पुगेपछि देखाउँछु तपाईँहरूलाई। बल्ल भइगयो हुनुहुन्छ। हाम्रो चाहिँ अब बिरुवा रोप्दैछौँ हैन। यहाँ चट्ट केटाकेटीहरू छ, बबाल छ। ल म चाहिँ अब फोटो भिडियो खिच्ने मान्छेमा परेँ है। ल बबाल भएको छैन डिलिट बट ठिक्क छ। यो जाडो भन्छ तिमीलाई कति पेल्दो रहेछ। अलि राम्रो खालको ल्याइदिनु ल। भइगयो त यति बेला चट्ट मिलेकै छ है। गरी खाने होटलमा बरट कति भइसक्यो। जाउ चलु गएर बिहान उठ्यो थोडा के बस अब लास्ट गर्दा हुन्छ यहाँ माथिसम्म दामी छ। म चाहिँ यो रोप चाहिँ लगाएँ चट्ट लाएर। आज चाहिँ मैले रोप्न हालेको होइन, टक्क भयो। गरेपछि जाने कस्तो नहोला। हुन्छ अब यो बिरुवा जागो भने चाहिँ नि पछि मैले रुख काटेर लाएर ल एडिट गरे काटकुट पारेर। सो हाम्रो चाहिँ यहाँ अब कार्यक्रम सकियो हैन। हामी चाहिँ अब घरतिर फर्किँदैछौँ। यता फेरि कुरो केलाउने कार्यक्रम हुँदैछ के हो यहाँ चाहिँ फेरि हुँदैछ नि भाइ, हेर न। ल एकजनालाई 3 जनाले अनि यहाँ ल ठिक छ। आज भनेको चाहिँ वृक्षारोपण कार्यक्रम सकिसकेको छ हाम्रो है। अलिअलि अब धेरैजनाले एउटा पो रोप्दाखेरि सकिजान्छ नि त। त्यो भएपछि अब धेरै पछि भ्लग बनाएँ। तपाईँहरूलाई कस्तो लाग्यो होइन, अब लास्टसम्म हेरिदिनु भयो धन्यवाद। यस्तै हो भिडियो होइन, के हुनु। अब नयाँले सब्सक्राइब गरिदिनु होला। आजलाई टाटा बाई बाई।